नमस्कार, म हुँ रमेश खनाल र आज हामी कहाँ छ एउटा त्यस्तो खबर जसले नेपालका हजारौँ युट्युबरहरूलाई एउटा कडा सन्देश दिएको छ। घरको कोठाभित्र बसेर मोबाइल र माइक लिएर प्रधानमन्त्रीलाई गाली गर्ने सोचे होलान् कसैले थाहा पाउँदैनन्, तर साइबर ब्युरोले थाहा पायो र आज ती व्यक्ति पक्राउमा छन्। पाँचथरबाट एउटा युट्युबर पक्राउ भएको छ। हेड्स नामक च्यानलका रोशन पोखरेल, प्रधानमन्त्री बालेन शाह लगायत नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री बनाएको आरोपमा पाँचथर जिल्लाका फाल्गुनन्द गाउँपालिका 7 घर भएका रोशन पोखरेल एउटा युट्युब च्यानल चलाउँथे। च्यानलको नाम थियो हेड्स। यस च्यानलमा प्रधानमन्त्री बालेन शाह लगायत देशका अन्य नेताहरूलाई लक्षित गरेर अपमानजनक गालीगलौज युक्त र भ्रामक सामग्री प्रसारण गरिन्थ्यो। नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गर्यो, डिजिटल फुटप्रिन्ट खोज्यो, आइपी ट्रेस गर्यो र अन्ततः पाँचथरसम्म पुगेर जिल्ला प्रहरी कार्यालय पाँचथरले साइबर ब्युरोको अनुसन्धानका आधारमा रोशन पोखरेललाई पक्राउ गर्यो। पाँचथरका प्रहरी प्रमुख डिएसपी अनिश कणले पुष्टि गरे उनलाई पक्राउ गरी अदालतबाट 10 दिनको म्याद थप गरिएको छ र अनुसन्धान जारी छ। अब युट्युब सञ्चारमा ठुलो प्रश्न उठेको छ, के यो सही हो? अभिव्यक्ति स्वतन्त्रता कि साइबर अपराध? अब यहाँ उठ्छ एउटा महत्त्वपूर्ण प्रश्न जुन धेरै युट्युबरले सोधिरहेका छन्। के नेताको आलोचना गर्नु अपराध हो? के सोसल मिडियामा बोल्नु खतरनाक भयो नेपालमा? जवाब छ, आलोचना र गालीगलौजमा फरक छ। नेपालको साइबर अपराध कानुन अनुसार कसैलाई अपमान गर्ने, मानहानि गर्ने वा भ्रामक सामग्री फैलाउने काम दण्डनीय हो। आलोचना र विश्लेषण स्वतन्त्र छ, तर गाली र व्यक्तिगत आक्रमण कानुनको सीमा नाग्छ। साइबर ब्युरोका अनुसार यो च्यानलले सीमा नागेको थियो। सार्वजनिक व्यक्तित्वलाई लक्षित गरेर अपमानजनक र असत्य सामग्री बारम्बार प्रसारण गरिएको थियो। विज्ञहरू भन्छन् क्रिटिसिजम इज वेलकम, डिफेमेसन इज नट। अब नेपालका युट्युबरहरूलाई ठुलो चेतावनी छ। यो मुद्दाको सन्देश के हो त? नेपालमा अहिले लाखौँ युट्युब च्यानल छन्। हजारौँ मान्छे घरबाटै कन्टेन्ट बनाउँछन्, लाइभ गर्छन्, समाचार दिन्छन्। तर यो घटनाले एउटा कुरा स्पष्ट गर्यो, अनलाइन गरेको कुरा ट्रेस हुँदैन भन्ने सोच गलत छ। साइबर ब्युरोले तपाईँको आइपी, डिभाइस र लोकेसन सबै थाहा पाउन सक्छन्।